हेलो एभ्रिवान, वेलकम टू माई मिनी ब्लग। आज चाहिँ हामीहरू छोरी र म जाँदैछौँ मेडिकल भन्दाखेरि छोरीको बेजी थियो नि त, त्यसैले छोरी र म चाहिँ मेडिकल जाँदैछौँ। यता हेर्न सक्नुहुन्छ कस्तो घाम टल्केको छ, टिक्क परेर। अब पानी घाम भन्नु त भएनै गाइस, जानु त पर्यो। यता चाहिँ देख्न सक्नुहुन्छ छोरी र म चाहिँ जाँदैछौँ। जाँदैछौँ हामीहरू सम्झिनेले। म पनि जान्छु, सम्झिने पर्खिनु न भनेर सम्झिने र म सँगै जाँदैछौँ। म तर मेडिकलको के सम्झिने चाहिँ बजार जानु पऱ्यो। यता दिदीसँग जान्छु भनेर उता पस्नुभयो दिदी घरतिर। यता चाहिँ छोरीले दोकान पस्छु भनेर जिद्दी गर्नु थाल्यो, त्यही भएर म चाहिँ दोकान पसेँ। अन्त एउटा दोकानबाट नि अब निक्लिसकेको छु। अन्त छोरी र म चाहिँ जाँदैछौँ। हेर्न सक्नुहुन्छ गाइस, कस्तो हिजोसम्म पानी आएर कस्तो हिलो हिलो भएको, आज फेरि घामले चर्को घाम छ, टिलिक्क परेर टल्केको छ घाम पनि। यता चाहिँ स्कुल हो गाइस, देख्न सक्नुहुन्छ स्कुलको नजारा। यता चाहिँ स्कुल हो। बाटोसम्म त जानु पर्यो नि त, त्यहाँबाट चाहिँ गाडीमा जाने गाइस हामीहरू। चाहिँ आइपुग्यौँ बाटो पनि। यता चाहिँ गाइस देख्न सक्नुहुन्छ बाटो। यो चाहिँ हामीको 4 लाइन बाटो हो। गाडी त थुप्रो छ नि त गाइस, तर के गर्नु, मलाई लाने गाडी नै छैन। यता चाहिँ छोरी र म निकै बेर कन्थन गऱ्यौँ, गाडी आउँछ कि भन्दै हेर्दै, गाडी आउँछ कि भन्दै हेर्दै। छोरीले नि हेर्छ, म पनि हेर्छु, तर आउँदैन त गाडी। टेन्टन त्यहाँबाट त भएन भनेर हामीहरू आमा छोरी एकदम उफ्रिनु नाच्नु थाल्यौँ। छोरी त कति नाचे हेर्न सक्नुहुन्छ गाइस। क्यामेरालाई देखेर टाटा गर्दैछ। अब आफ्नो त क्यामेरा धर्दिने मान्छे छैन, आफै राख्दै बोक्दै भए पनि गर्नै पर्यो गाइस, के गर्नु, यस्तै हो दुःख सुख। यता चाहिँ म चाहिँ बाटो पारी हुन आँट्यो अब, किन भन्दाखेरि बाटोबारीमा गाडी नै आएन। बाटो पारी भयो भने गाडी आइ पो हाल्छ कि भनेर बाटो पारी भएको अब। यता चाहिँ एउटा गाडी पनि आयो गाइस, तर के गर्नु, मलाई जग्गा पुग्ने ठाउँ रहेन रहेछ, त्यही भएर गयो। अब छोरी र म फेरि गन्थन गर्दै गाइस, के गर्नु, त्यही पनि गाडी नै आउँदैन त। भन्नुहुन्छ भने हामीहरू 1 घन्टा जस्तो बस्यौँ, अनि बल्ल बल्ल गाडी आयो। खाली खाली रहेछ गाइस, हेर्न सक्नुहुन्छ कस्तो छ। गर्दै हाम्रो नदी देख्नुहुन्छ गाइस, कस्तो छ। तपाईँहरूकोतिर चाहिँ नदी कस्तो छ होला गाइस, हाम्रोतिर चाहिँ यस्तो छ। बाटो बनिँदैछ नि त गाइस, भिड पनि हुन्छ कोही बेला। यता चाहिँ पुगिसक्यौँ हामीहरू, हामीहरू फेरि बाटो पारी हुनु पर्यो नि त। यता चाहिँ हामीहरू जाँदैछौँ गाइस, देख्न सक्नुहुन्छ। यता चाहिँ मेडिकल नै आइपुग्यौँ अब हामीहरू। मेडिकल नै जाँदैछौँ गाइस।
यो हो हामीहरूको यहाँ तेलेनको मेडिकल। यता चाहिँ नर्स बाइडोहरू बसिरहनु भएको रहेछ। मैले भने बाइडो बेटी छ त्यो मेरो बेटीको भनेर भनेको एकछिन पर्खी भनेर भने, त्यही भएर एकछिन बस्यौँ। छोरीको उत्पात देख्न सक्नुहुन्छ गाइस। म चाहिँ अब एकछिन थकाइ मार्नु पर्यो भनेर बसेँ गाइस। मेडिकल काहीँ केही भन्दिनँ दिदी, उत्पात गर्नु पाए भइहाल्यो। देख्न सक्नुहुन्छ गाइस कस्तो उत्पात गर्छ। यता चाहिँ नर्स बाहिर आएर अब आइज भनेर भने, त्यही भएर यहाँनिर रुएर बेटी नर्सले चाहिँ पकाइ बेटी नर्स बाइडो एकदम मेरो बेटीलाई मायाले बेची बेटी रुकी थिए एकैछिनमा। फेरि हेर्नु न गाइस, मेरो छोरी त खतरा छ। अब हामीहरू निक्लिएको गाइस भयो, बेचिनी मारिसक्यौँ। मेरो बेटीलाई निन्द्रा पनि लागिसक्यो गाइस। अब बाटोमा त आयौँ तर के गर्नु, गाडी नै छैन। अनि बेटीले यता दोकानतिर जाउँ मामु भनेर पनि, त्यही भएर अब दोकानतिर जानु परिहाल्यो नि। यता दोकान पनि आइपुग्यौँ हामीहरू। बेटीले चाहिँ आना आना भन्दै थिए, अन्डालाई आना भन्दै थिए। अन्त एउटा अब अन्डा त किनिदिनु परिहाल्यो नि गाइस। त्यही भएर अङ्कलले अन्डा पनि एउटा दिनुभयो बेटीलाई। बेटीले त केलाएर खानु सक्दैन, त्यही भएर मै केलाइदिनु पऱ्यो नि त भनेर केलाइदिएँ मैले। केलाउँदै गाइस नभन्नु न, मेरो हालत खराब भएको थियो। यस्तो अन्डा त केलिँदैन त। म चाहिँ यता अन्डा केलाएँ उता बेटी चाहिँ उत्पात गरेको गाइस। अन्त त अन्डा त हाफ बोइल भएको रहेछ, त्यही भएर पो केलिँदैन रहेछ त। देख्न सक्नुहुन्छ गाइस अन्डाको हालत कस्तो बनाइसकेँ मैले। हेर्न सक्नुहुन्छ गाइस अन्डा कस्तो भयो। चप्पल लगाऊ ल्याऊ। यता अब बेटीलाई अन्डा दिएँ। बेटीले त अब रानी त खाँदिनै, त्यो रानी त मै खानु पर्यो गाइस। यता बेटीले अन्डा नि खाइसक्यो। अब हामीहरू जाने भनेर निक्लेर त टमटम आउँदै थियो। अनि टमटममा जानु पर्यो भनेर गएको त अरे के हो यस्तो। टमटमले त हामीलाई त छोडेर पो जान्छ दादा हामीलाई नलाने भनेर भनेको त लाने नि अरे। अन्त लानु न त भनेर बसे पनि हाल्यौँ। यता जाँदैछौँ हामीहरू, जाँदैछौँ। बेटी चाहिँ फेरि उत्पात गर्न सक्छ। यता बेटीको हालत देख्न बेटी पनि दाइ। बेटीको सुत्ने टाइम हो, त्यही भएर अहिले चाहिँ हामीहरू पुग्यौँ पनि, गाडीबाट नाम्यौँ पनि हामीहरू। अब हामीहरू जाँदैछौँ घर। जङ्गल देख्न सक्नुहुन्छ गाइस कस्तो छ हामीहरूको गाउँको। यता चाहिँ हामीहरू पुग्यौँ पनि। ओके बाई, टेक केयर। आजको लागि यति नै हो।